त खुट्टै दुखिसक्छ मेरो भगवानमा भन्छ खुट्टै दुख्छु अहिलेसम्म पालो आएन तल बसिरहेको छ हामी बसिरहेको लाइन कस्तो लामो लागेको छ होइन म फर्स्ट टाइम मैले यत्रो लाइन लाएर बसेँ कस्तो लाइन हेर म यत्रो लाइन छ अहिले बिहान निक्लेको 6 बजेको मान्छे अहिले कति भइसकेको छ 2 बज्छ 2 बजीसम्म नि हामी अहिले एउटा मन्दिरमा दर्शन गरेपछि यहाँ चाहिँ धागो चढाउनुपर्छ यहाँ दर्शन गरेपछि मात्रै अब घर आइसकेछ मेरो एनर्जी पनि एकदम डाउन भइसकेको छ होइन किनकि के भन्नु बुढा हाल भइसक्यो सो भोक लाग्छ खाने अब याद गर्छ। हेलो साथीहरू गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी आइसा खत्री म एकदमै सन्चो छु आई होप हजुरहरू पनि सन्चो हुन चाहनुको साथ यो न्यू डे न्यू ब्लग स्टार्ट गर्दैछौँ तर हेरौँ कालो कालो आइरहेको छ सो अहिले चाहिँ हामी बिहान बिहान उठेर मन्दिर जान लागेको अस्तिदेखि नै भागल थियो कि हाम्रो कहाँ कुन चाहिँ मन्दिर सङ्कटा मन्दिर जाने भनेको थियो अस्तितिरै तर अहिले गइरहेको छ होइन सो मेरो अब तपाईँहरूलाई एकदम क्लियर सुना देखाएन होला किनकि म बाहिर बोल्दैछु नि त्यही भएर एकदम राति छ होइन बिहान 4 बजी उठेर 5 बजी त्यहाँ पुग्नेको प्लान थियो तर हामी जहिले पनि ढिलै हुन्छ सो अहिले पनि ढिलो भएको छ बिहान अस्तिदेखि जहिलेदेखि मलाई के भन्छ त्यो बिमारी के भएको छ तहिलेदेखि मलाई के भन्छ यहाँ तिमीहरू सानीहरू हुन्छ हामीतिर जान कस्तो कालो कालो आएको छ क्या होइन अहिले अँध्यारो छ नि त त्यही भएर हो तर के छैन उज्यालो हुने टाइममा क्लियर देखिन्छ होइन हो कालो केही छैन। सो हिजो चाहिँ हामीले के भनेको थियो नि साडी लगाएर जाने प्लान बनाएको थियो सो साडी क्यान्सल भयो होइन किनकि रातो चिजहरू लगाएर नजाने भनेको थियो त्यही भएर अस्ति नेक्स्ट लगाएर चाहिँ बजार अब मेरो नङ पालिस पनि हेरेर मैले केही पनि गरेँ खाएन है हिजो नङ पालिस लगाउँछु भनेको थियो अस्ति हिजो चाहिँ हामीले अब साडी लगाएर जाने भन्ने प्लान थियो तर साडी लगाएन जान्दैछ अहिले आएँ याद गरिरहेको छु मेरो कति दिन पछाडि सो धेरै दिन पछाडि चाहिँ मैले आफ्नो अहिले ब्लग स्टार्ट गरेको छ मिनी ब्लग पनि हाल्छु म अनि अँध्यारै छ साथीहरू आज आउनु भनेर चाहिँ होइन ढिलो भएपछि मैले यति लामो लाइन बस्छु भनेर सोचेको थिएन तर यत्रो लामो लाइन बस्नु परेको छ यहाँ तपाईँको लाइन देखाएको छ नि मैले बाहिर बाल्ने पूजा गर्ने सक्छु मान्छे म यहाँ बसिरहेको छु लाइन कत्रो लामो लागेको छ होइन म फर्स्ट टाइम मैले यत्रो लाइन लाएर बसेँ कस्तो भनेर सानसँग आँटे यस्तो बसिँदैन म आमा म पछाडि धन्य अलि अगाडि आइपुगेको छ न त लाइन लाइन त धेरै लाइन छ आमा गाह्रो छ 1 वर्ष भने हाम्रो आफूसँग हुँदा जस्तो लाग्छ पूजा पछाडिसम्म छ आमा यो त केही पनि लाइन अब कम त लाइन लाग्छ यहाँ अहिले यहाँ हेर्नु है साथीहरू अब आज फर्स्ट टाइम यत्रो लामो लाइन बसिरहेको छु होइन तपाईँलाई अर्कोको लाइन त देखाइ छैन मैले यति कुदी आएको म हेर्न सक्नु अगाडि यो त केही पनि होइन अगाडि धेरै लामो लाइन छ हामी कमसेकम आधा किलोमिटर अगाडि लाइन बसिरहेको छ आधा किलोमिटर त अगाडि छ लामो लाइन यो त केही पनि होइन पछि देखाउँछु म झन् यता पनि के साह्रो धेरै लामो लाइन छ मन्दिर पछाडि छ घुमेर उता जानुपर्ने सबैजना लाइनमा छ अहिलेसम्म पुगे होइन मैले यस्तो मेरो पनि खुट्टा गम्नु भनेको बस्नु भने गाह्रो छ आइसम्म पुगे छैन अब त खुट्टै दुखिसक्छ मेरो ब्लग पनि भन्छ एकछिन बस्छौँ खुट्टै दुख्छु अहिलेसम्म पालो आएन तल बसिरहेको छ हामी अब धरादेखि घुमी माथि आइपुगेछ दिन गर्छ होला लाइन हेर म यत्रो लाइन छ अहिले हाम्रो तलै छ अहिले त कहिले चाहिँ दिने लाइन
अहिले चाहिँ अब हामी खुट्टा बिसाउनु बसेको छ पालो पिलो गरेर पालोमा अहिले चाहिँ सानी र अनि ठुल्सानी र सानसानी त्यो पालो बस्छ र हाम्रो यहाँ खुट्टा अडाउनु बसेको छ र म खुट्टा कस्तो हाल भइसक्छ त्यसपछि आधी घन्टा यत्रो लाइन छ नि कहिले दिने यत्रो लाइन हाम्रो पालो आउँदा नि धेरै लामो लाइन छ बिहान कति 6 बजेदेखि 5-6 बजेदेखि बज्दा 4 घन्टा लाइनमा बसेको हालत खराब भइसक्यो भेटिसकेको छ बल्ल बल्ल लाइनदेखि निक्ल्यो हामी आज यहाँ लाइनमा बसिरहेको छ बल्ल पुगेको त्यहाँ साथीहरू बिहानको 6 बजेदेखि लाइनमा लागेको हामी अहिले त्यहाँको 2 बजे हाम्रो पूजा सिद्धेर हामी त अब जान लाग्छ यहाँ सुन्नु चाहिँ बुढा हाल भइसक्छ बढी मुस्किल धेरै मुसिबतको बाद हामीले आफ्नो मन्दिरमा दर्शन पाएँ त्यसपछि अब हामी सबैजना कति घर जाँदैछ न लास्ट के भएको छ लास्ट कहाँ जानु भन्नुभएको थियो अझै अब कहाँनिर डोरी पनि बाँध जानु भएको थियो त्यहाँ पनि जानुपर्छ धेरै ढिलो भइसकेको छ बिहान निक्लेको 6 बजेको मान्छे अहिले कति भइसकेको छ 2 बजीसम्म नि हामी अहिले यहाँसम्म नि नजर लाग्दैन कि के भन्छ राम्रोसँग दर्शन पनि हुन्छ भने चलो केही छैन फेरि पनि राम्रोसँग नभयो भने हल्का फुल्का त्यसरी नि भइहाल्यो खुट्टा दुखेर केही भएको छैन के भएको छ नि कस्तो के भएको छ अब यहाँ अहिले पनि लाइनहरू छ लाइन टर्नेछ म त्यहाँ बसेर भिडियो बनाइरहेको छैन सानी यस्तो भिड धेरै छ यहाँनिर भिड भएको होला अहिले पनि अहिलेसम्म चलिरहेको छ यहाँनिर लामो लाइन निक्लो चप्पल म त्यहाँ अगाडि आएर गएँ मेरो साथी त्यो पछाडि चाहिँ छ तेरिका के भयो मन्दिर छ यहाँ चाहिँ के भन्छ भने यहाँ मन्दिरमा सङ्कटा मन्दिरमा दर्शन गरेपछि यहाँ चाहिँ धागो चढाउनु पर्छ यहाँ दर्शन गरेपछि मात्रै आफ्नो मनोकामना पुरा हुन्छ भनेर सो हाम्रो त्यहाँ सङ्कटा मन्दिरमा यत्रो लामो लाइन बसेर यहाँ के गरिहाल्यो यहाँ दर्शन गरेर यहाँ पनि हाम्रो धागो बाँध्न आएको अब सानी धागो बाँध्छ त्यही हामी आएको पेट गर्दै यहाँनिर बसेर आएको अब जम्ता गरी सालले कुल्चेको छ मैले होइन आज अरू साल अनि बसेको क्या मेरो कम त हालत भएको छ बेचो यहाँ हात सब काबिरहेको छ मेरो त्यहाँदेखि कस्तो गाह्रो हात काबिरहेको छ खोइ उल्टो फुल्टो लागेको थियो के गर्ने अब कस्तो प्याक थियो जब त्यो एउटा के बनाउनु भन्यो भने राम्रोसँग मिल्यो भनेर सो फाइनली अब त्यो अब घर आइसकेको छ मेरो एनर्जी भने एकदम डाउन भइसकेको छ होइन किनकि के भन्नु बुढा हाल भइसकेको छ होइन सो म आफ्नो भिडियो त्यही एन्ड गर्न चाहन्छु होइन किनकि भोक पनि लागेको छ खुट्टा दुखेर मेरो केही छोडा आएन त्यो भिडियो पनि कत्रो बन्यो कत्रो लामो बन्यो कत्रो छोटो बन्यो मलाई त्यो केही थाहा छैन च्यानल बन्यो होला ठुलो बन्यो होला तपाईँ इन्जोय गर्ने होला नयाँ हुने लाइक सब्सक्राइब गर्न नबिर्सनु होला कमेन्ट पनि गरिदिनु होला म देव हजुरलाई आन्सर चाहन्छु बिता जीवन लट परिसकेको छ मेरो त दिमाग खराब एउटै गीत बजाएर कुन चाहिँ गीत लगाउनु भयो तपाईँले आज त म त एउटै म त मामा खान्नु सो भोक लाग्छ यो खाने अब म आफ्नो भिडियो याद गर्न चाहन्छु होइन मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नबिर्सिनु होला नयाँ हुनुहुन्छ सब्सक्राइब गर्न नबिर्सिनु होला सर्च सपोर्ट गर्न नबिर्सिनु होला अनि मेरो भिडियोलाई इन्जोय गर्नु होला म त्यहाँ हजुरदेखि राख्न चाहन्छु बिदा होइन किनकि मेरो हात पनि एकदम खराब भइसकेको छ यति नै हो बाई बाई यहाँ दुवैजनाको नि हालत कस्तो भइसकेको छ भनौँ धन्यवाद हामीले बच्चा जसरी यहाँनिर मामा र के बनाएर खाइरहेको छ होइन सो म त्यहाँ भिडियो याद गर्न चाहन्छु होला बाई